एकैछिन पोख्नुहोस्। श्रीकृष्णले अर्जुनलाई भन्नुभएको छ, यो मन शरीरसँग पनि जोडिएको छ। यो आफ्नो खुसी र दुःखसँग जोडिएको छ। सुखको समयमा यो आनन्दका गीतहरू गाउँछ, दुःखको समयमा दुःखका गीतहरू गुन्जाउँछ। यो आफ्नो दुःखमा अरूलाई पनि सामेल गर्न पाउँदा रमाउँछ। मन कुनै पनि जीवित प्राणीलाई जीवनको अन्त्यसम्म आफ्नो पासोबाट उम्कन दिँदैन। यसलाई डोरीमा बाँधेर यसलाई विभिन्न तरिकाले नचाइरहन्छ। यसले जीवित प्राणीलाई आफूभित्र हेर्न, आफ्नो आत्मचिन्ह र आफूभित्र रहेको दिव्य प्रकाश अनुभव गर्न प्राप्त समय पनि दिँदैन। हे अलौकिक प्राणीको लागि आफ्नो मनलाई नियन्त्रण गर्नु र आत्मालाई हेर्नको लागि आफूभित्र हेर्नु आवश्यक छ। तब मात्र यसले त्यो आत्माभित्र ईश्वरको प्रकाश स्पष्ट रूपमा देखिनेछ।